हेलो गाइज, आज चाहिँ म एउटा नयाँ ब्लग भन्दा पनि आज म नयाँ टपिक्स लिएर आएको छु। जतिखेर पनि मैले फेसबुक हेर्दा युट्युब हेर्दा हैन, जहाँ पनि गोङ्गु छेत्री काण्ड 7.2 भनेर मात्रै आउँछ। नो आइडिया यसको मतलब के हो, किन हर जग्गामा यही मात्रै काण्ड छ क्या। मतलब मैले अलिअलि भिडियो भित्र गएर हेर्दाखेरि चाहिँ त्यो भित्र चाहिँ उसको कुनै प्राइभेट भिडियोहरू रिलिज भएको छ अरे भन्ने सुनेको थिएँ। मैले देखेको पनि छैन, तर हर जग्गामा हरेक ठाउँमा एक विश्वासलाई कसैले इस्तेमाल गरेर बाहिर आउँछ अथवा उसको बेइज्जत गर्छ भने हरेक ठाउँमा केटी मात्रै गलत हुँदैन है। सबैजनाको कमेन्टहरू हेरेँ, मैले भिडियोहरू हेरेँ, उसैलाई मात्रै नेगेटिभ सोचेर उसैलाई मात्रै गलत भनेर आरोप लगाइराख्दाखेरि चाहिँ मैले यो भिडियो बनाएकी हो। मैले कसैलाई नराम्रो भन्न खोजे होइन, तर हुनसक्ला उसले गलत गरेको होला, एक पक्षमा ऊ गलत होला, तर हर बार ऊ गलत, लेडिज मात्रै गलत हुँदैन। एउटा प्राइभेट चिजलाई प्राइभेट ठाउँमा गरेको कुरालाई आफ्नै जो मान्छेलाई विश्वास गरिन्छ त्यही व्यक्तिले चाहिँ यसरी रिलिज गर्छ भनेदेखि ऊ गलत हो, केटी गलत होइन। किनभनेदेखि हरेक महिलामा भएका कुराहरू होला, कति कयौँपटक कयौँ व्यक्तिले गर्दै गर्दाखेरि छोपिएका होलान्, ढाकिएका होलान्, तर कसैले कसैको बेइज्जत गर्नलाई यो ठाउँसम्म ल्याइपुर्याएर नङ्ग्याउनु चाहिँ केटा गलत हो, केटी गलत होइन। त्यसैले हरेक ठाउँमा हरेक पल यसरी गोङ्गु छेत्रीलाई मात्रै नङ्ग्याउने कोसिस र उसको मात्रै बेइज्जत गर्ने कोसिस नगर्नुहोस् होइन। हरेक ठाउँमा लेडिज मात्रै गलत हुँदैन र हरेक ठाउँमा पुरुष मात्रै पनि गलत हुँदैन, तर यो ठाउँमा चाहिँ सरासर देखिएको पुरुष गलत हो। त्यसैले जतिखेर पनि होइन, कमसेकम माइन्डहरू अन्त चल्न दिनुहोस् क्या हामीलाई भने। केही हेर्नै नहुने फेसबुक खोल्यो गोङ्गु काण्ड होइन, अनि टिकटक खोल्यो गोङ्गु काण्ड, इन्स्टा खोल्यो त्यतै, उता युट्युब खोल्यो त्यतै। कमसेकम हामीलाई अर्थ पनि हेर्न दिनुहोस् क्या। माइन्ड एकै ठाउँमा सेट गरेर नराखिदिनुहोस्। होला उसको प्राइभेट कुरा हो, यति धेरै भाइरल गर्नुपर्छ भन्ने छैन, उसको बेइज्जत त्यसरी गर्नुपर्छ भन्ने छैन। सम्मान गर्नुहोस्। गल्ती हरेक व्यक्तिबाट एकपल्ट हुन्छ होला, कतिले गरेका गल्तीहरू भित्र छुपेर दबेर राखेका मात्रै छन्, तर उसको गल्ती एकपल्ट रिलिज भयो भनेर चाहिँ बार बार आफू चाहिँ सही अनि दुधको दुला कोही पनि नबन्नुहोस्। हरेक व्यक्ति गलत छन् होइन। त्यसैले आफू चाहिँ सधैँ सफा इमान्दारी राम्रो भनेर नबोल्नुहोस्। ऊ गलत बाहिरियो, उसका कमजोरीहरू बाहिरिए, तर हरेक व्यक्तिको कमजोरी बाहिरिने हो भनेदेखि र यसरी नङ्ग्याउने जाँदै हो भनेदेखि पुरा दिन बसेर हेर्दाखेरि इतिहास सकिँदैन, कसैको पनि कहानी सकिँदैन। त्यसैले कसैले पनि गोङ्गु छेत्री 7.2 काण्ड यो सही होइन। भयो त सक्यो, छोडिदिनुहोस् न, उसलाई बाँच्न दिनुहोस्। हर बार मर्नतिर नधैकल्नुहोस्, किनभने तपाईँहरूको यो प्रेसरले ऊ खुद मर्न सक्छ क्या। एकपल्ट गल्ती सबैबाट हुन्छ, ऊबाट पनि भयो त। तपाईँहरू कसैले पनि गर्नुभएको होला गल्ती, छोरा होस् या छोरी मान्छे, गल्ती गर्नुभएको होला तपाईँहरूले पनि। तपाईँहरूको गल्ती छुपो भन्दैमा चाहिँ उसको गल्ती एकपल्ट निस्क्यो भन्दैमा हरेकपल्ट यसरी उसलाई नङ्ग्याएर अझै उसलाई चाहिँ होइन, उसको आत्मालाई मारिदिएर उसलाई मर्न बाध्य नबनाउनुहोस्। उसलाई सपोर्ट गर्नुहोस्, हिम्मत दिनुहोस् होइन, सबैजनाले साथ दिनुहोस्, तर हरेकपल्ट चाहिँ यसरी उसलाई डोमिनेट गर्ने, इन्सल्ट गर्ने, उसको बेइज्जत गर्ने काम नगर्नुहोस्। म यति नै भन्न आएको। बाई बाई। हर ठाउँमा मैले उसैको मात्रै भिडियो हेरेर मात्रै मैले यो भिडियो बनाएको, त्यसको लागि सरी। गोङ्गु छेत्रीजी, तपाईँलाई अगाडि बढ्ने हिम्मत मिलोस्, राम्रो होस्। जति मुस्कुराएर तपाईँ अहिले भिडियो बनाउनुहुन्छ यस्तै तपाईँको जीवनमा अगाडि बढ्ने क्षमता मिलोस्। कसैले होच्याए डोमिनेट गरे भन्दैमा तपाईँ यो नसम्झिनुहोस् कि वर्ल्डमा तपाईँ सिर्फ एउटी केटी मात्रै तपाईँ नाङ्गिनु भएको भनेर। गल्ती भएको हो तपाईँबाट, विश्वास गर्नु तपाईँको गल्ती हो होइन। यो दुनियाँमा कसैप्रति पनि विश्वास नगर्नु रहेछ भन्ने कुरा तपाईँको भिडियोले बताएको छ। त्यसैले तपाईँले कमजोर भएर होइन, हिम्मत लिएर आफ्नो लागि आफै लड्नुहोस्। कोही पनि हाम्रो लागि लड्दैन, आफ्नो लागि लड्दैन है। हामी हाम्रो लागि नै, अनि हामीलाई आफैलाई माया गर्नुपर्छ। एकछिन म तिमीलाई माया गर्छु, म तिम्रो भन्नेहरूले दुनियाँ चल्दैन रहेछ। त्यसैले म छु अनि दुनियाँ छ भन्नुहोस्। त्यसैले आफूलाई माया गर्नुहोस्, अरूलाई होइन।